सो प्लानहरु वर्क गर्दैन भन्छन् नि, वर्क गर्यो हामी चाहिँ आमा हुन्छ थम्बनेल ला 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 यहाँ के भयो, जाम भएछ के भएर अगाडि अहिले बाइकै स्विच गर के भयो यहाँ चाहिँ भर्खर के भयो, जाम भयो बाइकको यस्तो भयो टायर चाहिँ जसमा के हो यस्तो खत्रै छ त बाटो त ओए बनाउँदैछ जस्तो बाटो यो साइड मात्र के यतिकै थाहा हुन्छ त ठ्याक्कै यो साइड होइन यस्तो छ क्या भयो यार मलाई बुढा भनेर हड्डी लगाइदिन्छ बेसी सहर भनेर खै गाउँ जस्तो छ त भन्दै थियौँ मजाको सहर रहेछ सलफल पनि दामी रहेछ ओके गाइज गुड मर्निङ द डे इज हियर होइन फाइनली द डे इज हियर हामी चाहिँ अब जान लाग्यो कहाँ जान लाग्यो भनेदेखि फिक्स भएको कुरा चाहिँ हामी चाहिँ टक्क मनाङ जाने भयो अनि को जाने भयो भनेदेखि चाहिँ अगाडि अहिले माथि भ्लगमा देखिन्छ होइन त्यही नै हो मेरो हालत चाहिँ यस्तो छ केटाहरू रेडी भइसक्यो म चाहिँ बल्ल सामान बिथोलेर प्याक गर्न लाग्छु यस्तो छ हालत चाहिँ कोठाको अस्त व्यस्त गराएको छु म चाहिँ एन्ड मोमेन्टमा प्याकिङ गर्दैछु एज अलवेज म आफैले त्यस्तो भनौँ न तर हो म चाहिँ ढिलो छु जस्तो लाग्छ यो अझैसम्म चाहिँ त्यही नै हो अब फोनमा चार्ज पनि छैन यो सब प्याकिङ गर्छु अनि त्यसपछि बाइक पनि बाहिर स्टार्ट गरेर कोल्ड स्टार्ट गरिसकेँ अब चाहिँ म यसो रेडी भएर चाहिँ जोइन गर्छु है सो प्लानहरू वर्क गर्दैन भन्छन् नि वर्क गर्यो हामी चाहिँ म अनि मेरो साथीहरू मैले भनेको नि सो पिके पनि आइसकेको छ यसलाई पछाडि बस्नु चाहिँ पिके हो होइन पिके भनिरहेको थियो सो हामी चाहिँ फाइनल्ली घुम्न जाने भयो पछाडि सृजलाई चाहिँ बुटोलबाट उठाउँछ म यहाँदेखि चाहिँ घरबाट निस्किन लाग्यो सो किप वाचिङ यसरी नै फलो गर्नु अब हामी कहाँ पुगिन्छ भनेर चाहिँ भ्लगमा देखिन्छ अपकमिङ भ्लग्सहरूमा देखिन्छ त्यही नै हो माइक भन जान अगाडि चाहिँ टक्क अब टी पोइन्टको चिया पनि मिस गरिन्छ त्यही भएर अब कति दिनको लागि चिया मिस गरिन्छ धोको फेरेर चिया पिएर यहाँबाट चाहिँ निस्किने लागल रिसाइरह होला यार टिकटक त हाल्नै छ अझै टिकटक त हाल्ने 4 दिनदेखि गएको छु टिकटकमा सो टिकटक पनि छ मेरो अनइम्प्लोइड भनेर बेरोजगार भनेर सो यु क्यान फलो मी राइट दिस ओके यहाँबाट हाम्रो त्यो पनि सकिसक्यो यहाँदेखि चाहिँ हामी निस्किन्छौँ यताबाट अनि त्यहाँ गएर सृजलाई पिक गर्छौँ त्यहाँदेखि चाहिँ बल्ल हाम्रो अफिसियल्ली राइड सुरु हुन्छ बुटोल गएर चस्मा पनि लिनु छ सानोतिनो यताउति गर्दा जसरी पनि ढिलो नै हुन्छ त्यही हो बाँकी कुरा त अगाडि देखाउँदै गरौँ ल यता प्रकाशनी रेडी छन् दुईजना ट्याक्का लाएर ल निस्क्यो ओके यहाँबाट चाहिँ हामी चस्मा लिइसक्यौँ कस्तो चस्मा ल त्यो तिमी नला भन्नु होइन के गरिदिनु लाउनु भयो यहाँ चाहिँ हामी ब्रेक लिएको थियौँ चस्मा लिइसक्यौँ अब लाकोलाई उठाएर चाहिँ हामी नन स्टप लागिन्छ कतै पनि नरोकिकन छिटो निस्किने भन्दा यस्तै हो ग्रुपमा हिँड्दाखेरि यताउति गर्दा ढिलो हुन्छ त्यही नै हो अब यहाँबाट चाहिँ हामी लागिन्छ चस्मा चाहिँ वी आर मुभिङ टुवर्ड्स मनाङ चस्मा चाहिँ मलाई कस्तो देख्यो प्रकाशले गिफ्ट गरेर मलाई यो होइन यो खतरा देख्यो मेरो चस्मा आजबाट त्यही नै हो मेरो यात्रा चाहिँ युनिकर्नमा छ उता रोयल एनफिल्ड अब लागिन्छ हामी चाहिँ त्यही नै हो अहिले यसमा राखौँ कि भन्ने सोचेँ तर फेरि यसो सोचेँ उड्डेको हुन्छ भनेर त्यही त त्यसमाथि चाहिँ यो अलि अप्ठ्यारो नि लाग्यो क्या मलाई चलाउन मजा आएन कुनै इपिक सिनारीहरू आउने ठाउँमा चाहिँ राखिन्छ सो हाम्रो आमा हुन्छ थम्बनेल दिनलाई बोलाऊ क्या यसो चाहिँ गरिदिनु भनेर हो क्या म मेरो लुक्स देखाउँछु क्या यो चस्मा लाएर विदेशी जस्तो देखियो जस्तो फिल भयो कि ला 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 मेरै त हो खसेन के भएन फुटेन के भएन कस्तो देखियो क्या दामी देखियो होइन म हेरेरै थाकेको थिइनँ कि सो कमेन्ट डाउन बिलो कस्तो देखियो यो चाहिँ मेरो चस्मा भयो अफिसियल्ली आजबाट होइन होइन मैले प्रकाशलाई लाउन दिन्छु कतै पनि देखेँ नि दीक्षान्तको चस्मा भनेर कमेन्ट गर्ने जताकतै सुन्ने छैन होला यहाँ माइक यहाँ छ सुन्ने त थाहा तर रिसिभ भयो नि केही भएन मैले क्यास दिइसकेँ यिनलाई अरू केही थाहा छैन मैले लाछु ठिक छ ओके फाइन
अनि प्रकाशले कतै पनि लागेको छैन दीक्षानको चस्मा भनेर कमेन्ट गर्ने इन्स्टाग्राम फेसबुक जता कतै कता कता फोटो हाल्छन् दीक्षानको चस्मा भनेर कमेन्ट गर्ने त्यही गर्नुपर्छ यो चस्मा चाहिँ मेरो मसँग भएन नि यिनले चोरे अथवा खोसे अथवा के भनेर बुझ्यो हुन्छ लुट्यो भन्ने यो मान्छेलाई हेर न यो यिनीहरूले चाहिँ ब्याग खाली गरिदियो अनि त्यसको ब्याग एक्स्ट्रा भयो अझ केही भन्नु नि त हामीलाई हामी त आशीर्वाद दिने हो त्यही भनेको हजुर सुस्त जाऊ हजुर धेरै स्पिडमा नजाऊ सँगसँगै जाऊ है कसलाई टाढो जाने कोही पछि त्यसो नजाऊ सँगैसँगै दुईवटा मोटरसाइकल छ दुईवटा सँगैसँगै जाऊ है हुन्छ हजुर राम्रोसँग दर्शन गरेर आऊ हस् अझ के अरे मलाई राम देखिन्छ कि राम लाएर भन्नु है एकदम जे हो त्यही भन्नु है तुलना गर्नु अनि कसलाई चाहिँ राम देख्यो भन्नु है त राम त दुईटैलाई देखिन्छ थाहा तर कसलाई राम्रो थाहा छ तर त्यो त्यो म यसलाई हुन्छ यसलाई म चाहिँ दुईटै राम्रो देखिन्छ हुन्छ अट्छ कि यसमा अरू जे भन्यो भने चस्मा चाहिँ दामी देखियो के दामी देखियो भर्खर चाहिँ हामी फिल्ड रिफिलको लागि आएको थियौँ मन चाहिँ फिल्ड रिफिल गऱ्यो अनि तिनीहरूले चाहिँ त्यहाँ फिल्ड रिफिल गर्दैछ यता हामी पाल्पाबाट जानु भयो अघि आउँछ के भयो थियो भने त्यहाँ पहिला त्यहाँ थियो नि त अनि त्यहाँ गएर पेट्रोल भराउँछु भनेको त त्यहाँ त पेट्रोल नै हाल्नु त्यसै फेरि यता आउनु पऱ्यो अब क्या के हो गाइस ब्रेक लिएको थियौँ हामीले त्यहाँबाट चाहिँ अब निस्किन्छौँ हामी ल बस क्यामेरा एङ्गल मिलेछ होला त्यही नै हो गाइस अब चाहिँ यस मजा चाहिँ आइरह राइडमा दिदी टक्क लाएर हुन्छ नि मजाले बाइक छ धुलो पनि छैन खासै आवाज आएको छ कि आएको छैन थाहा छैन तर नि अब बोलिरहेको छु भोक राम्रै आइरह होला भोक लाग्ला जस्तो भइसक्यो अब यहाँदेखि अगाडि चाहिँ जोरदार आउँछ नजिकै अनि जोरदार आएपछि चाहिँ त्यहाँ टक्क अब पहिलो ब्रेक नै हुन्छ होला त्यहाँ चाहिँ सर्ट ब्रेक हुन्छ त्यहाँ चाहिँ खाजासाजा चिया खाइन्छ अनि त्यसपछि चाहिँ कहाँ हुन्छ के हुन्छ दिदी तिनीहरू चाहिँ पछाडि फोन कसको फोन आएर रोकिरहेछन् इभी नै इभी देखिन लाएर आज भोक चाहिँ लास्टै धेरै होइन लागल यो कि इलेक्ट्रिक गाडी के लास्टै धेरै देखिन ला है के भनिस् यो चेन लाएन क्या पकेटको चेन लगाइदियो त यहाँ यसको चेन लाएन क्या लगाइदियो त यही बाटो हो कि कहाँ कुन बाटो हो क्या बाबरी आइते बस्दा आइतेले धन्नै लोटाइदिएको थियो है हामी त्यो रानी मल जाँदाखेरि अस्ति नुवाकोटको भ्लगमा भन्थ्यो नि अनप्लान रानी मल जाँदा त्यतिखेर निश्चल अनि त्यसपछि कोलु भयो होइन अनि गोले बाबरी आइते हामी जाँदाखेरि चाहिँ यहाँनिर हो क्या कहाँनिर हो बाबरी यतै कतै हो बिर्सेँ मैले त यार यतै कतै हो टक्क आइते बसेको थियो है छेउदेखि लथ्यो खोला यस्तो किनारदेखि लिएर गएको थियो यो किनारदेखि लिएर गएको थियो बाबरी त हेर आइते त चल्दिरह धन्नै लोटेको थियो केटाहरू सोफार सो गुड रमाइलो भइरहेछ होइन आनन्दले हिँड्न पाइएछ त्यस्तो केही भएन के अरे मौसम चाहिँ साथ दियो त्यस्तो साह्रो गर्मी नि भएन रोक्दाखेरि यस्तो रोक्दा त गर्मी त भइरहेछ तर यतिकै हिँड्दाखेरि चाहिँ खासै गर्मी चाहिँ भएन है बाटो पनि अब उता दाउनेतिर गएकोतिरदेखि गएको भएर रोइन्थ्यो यो बाटो त त्यो सम्झिँदा त आमामा हाइवे हो यो हाइवे
के बनाउँदै रहेछ यार आइस त्यही नै हो साथीहरू चेन टाइट गर्नुपर्ने भरे छ क्या ए यहाँनिर हो कि खै घुम्टी कटेपछि हो याद छ तर कहाँनिर ठ्याक्कै याद भएन मलाई यो पुल कटेको केटाहरू फेरि दिदीले हो जोरदार आइयो क्या यो पुल कट्ने बित्तिकै जोरदार आउँछ यो जोरदार त होइन यो पुल कटेपछि हो क्या फेमस पुल सो दिस इज द जोरदारा होइन पाल्पातिर जाँदाखेरि गाडीहरू रोक्ने मान्छेहरू रोक्ने टक्क बटुक सटुक खाना रोक्ने ठाउँ चाहिँ यही नै हो एक्चुअल प्लेस नै हो यो टक्क केटाहरू पनि साइड लागिसके अस्ति नै पनि मारमकोट जाँदाखेरि यही नै आएको थियौँ हामी आज पनि यही नै आइयो अय्या तिर्खा ला यार यस्तो भयो आमा बल्ल ब्लग भइरहेको सो अब यसो यहाँ आधा घन्टा कति जति बसेपछि चाहिँ अब यहाँबाट खाजा भइसक्यो हाम्रो खाजा भएपछि अब निस्किनु पर्यो भिड छ आज जस ओहो फाइनली लाग्यो यार सोच्यो भन्दा नि कति भयो हाम्रो ल ल ल जस सोचे भन्दा रमाइलो भयो अब चाहिँ ड्राइभर स्विच हुन्छ ए ओके सबले चाहिँ दीक्षान्त पौडेल भनेर युट्युबमा चाहिँ सबले सब्सक्राइब गरिदिउँ है माया देखाउनु पर्यो त्यही हो त्यो म दीक्षान्त भुषाल हो त्यो दीक्षान्त पौडेल हो मेरो नाम हानेर चाहिँ पौडेल हाने हुन्छ अहिले चाहिँ राइडर स्विच भइसकेको छ सो मैले चलाइरहेको छु केटाहरू चाहिँ अघि कहाँ पुगिसके हामी चाहिँ त्यहाँ यताउति गरेर ढिलो भयो अनि जो यसको ब्याग चाहिँ अति हेभी रहेछ यसले टन्नै सामान हाल्यो कि जस्तो लाग्यो मलाई त के हो अलिक गाह्रो भयो बाटोमा गएर सामान कतै रोकेर चाहिँ सामान चाहिँ बाँड्नुपर्छ यो बाइकलाई तान्दिरह हो मलाई सो क्या हामी चाहिँ अहिले कहाँ आइपुग्यौँ थाहा छैन तानसिन नजिकै आइपुग्यौँ जस्तो छ मजा आइरहेछ त्यस पछाडि पनि तर यसले अलिक दुःख दिइरहेछ अहिले चाहिँ मेरो क्यामेरा दीक्षान्तले समातिरहेछ होइन जो सोफार रमाइलो भइरहेछ होइन सोचे भन्दा धेरै दामी भइरहेछ अनि मैले चाहिँ आम मिसिङ माई बोइज वी गाइज आर मिसिङ आवर बोइज स्कुल पढ्दाको साथीहरू होइन सौरभ अनि केटाहरू सबै छौँ गोले पोलु
सबै आउन पाएको भए रमाइलो हुन्थ्यो मेरो कलेजको केटाहरू पनि होइन जस वी आर मिसिङ तर केही छैन तिमीहरूलाई पनि सँगसँगै घुमाउँछौँ ब्लगमा तिमीहरूलाई मिस गरिरहेछौँ याद गरिरहेछौँ सो त्यही नै हो होप अडियो चाहिँ राम्रै आयो होला अहिले राइडिङमा चाहिँ हाम्रो सृजल पौडेल छ सृजल लाकल छ है भर्खर चाहिँ यता यो सबै कुरा मिलायो त्यहाँ मामेको चाहिँ बन्जीगढ फुस्के रहेछ अब चाहिँ मैले ब्याग पनि चेन्ज गरेर गाह्रो भयो केटाहरू हिँडेन नवाज्दै तपाईँको गीत बज्यो कपिराइट चाहिँ नहानिदिनु है यहाँ चाहिँ भर्खर के हो जाम भयो हजुर हामी त बुटोल छपियातिरदेखि बाइकको यस्तो भयो टायर चाहिँ जस कस्तो भइरहेको केटा एक्सपिरियन्स ठिक छ यो नचिनिने मान्छे चाहिँ प्रकाश हो है ल लाकल चिप्पा लाएर बस्यो यहाँ के भयो जाम भएछ के भएर अगाडि फुलेछ अझै के भएर जाम भएछ ठ्याक्कै चोर जस्तै देखियो क्या मान्छे सबले हेऱ्यो नि त मलाई थम्बनेल पाउँछु जस्तो छ है मैले के भएछ के भएर यहाँ साइड नदिने यताउति के भएछ के लफडा भयो जस्तो मलाई कन्टेन्ट भइहाल्यो के भएको र यहाँ हजुर ए ल बाई भएको चाहिँ के हो खास ए ल जाम चाहिँ बिस्तारै खुल्दै जस्तो ल जामे यहाँ चाहिँ तै ठुलो म ठुलो तँभन्दा म के कम भएछ तँभन्दा म के कम भएर रहेछ क्या सबै हिरो यहीँ ट्राफिक पुलिस छ पुलिसहरू छन् यहीँ हिरो बनिदिएर मान्छेहरू त आम्मामा हामी चाहिँ अहिले कहाँ आर्य भन्दाङमा छौँ रे होइन जस रमाइलो भइरहेको पछिल्लो 5-10 मिनटदेखि यो पछाडिको गाडीले साइडै दिँदैन यार ओभरटेक हान्ने गाह्रो भइरहेको थियो त्यसमाथि यो बाटो सानो बिना घुम्टी है अप्ठ्यारो भइरहेको थियो भ्यू चाहिँ दामी छ है हात काट्यो है यहाँ खुनाउँदैछ आइसकेको थियो फेरि चुसेर यो मुनाले के गर्छ ल भगवान् दर्शन राम्रोसँग पुगाइदिनु होला होइन जे सोचे हम जसरी गर्छौँ त्यसरी नै घर फर्किनु सेफ होइन त्यही नै हो अहिले चाहिँ हामी चाहिँ यो ठाउँलाई के भन्छ दिदी पिपल डाँडा अहिले चाहिँ हामी त्यो बेला पिपल डाँडा छौँ म मुस्ताङ जाँदाखेरि चाहिँ मेरो पहिलो ब्रेक यहाँ थियो यतादेखि तल गएर चाहिँ माथि जिरो हुँदै कोरिडोरको बाटो हुँदै गयो भने चाहिँ मुस्ताङ जान सजिलो हुन्छ होइन तर अहिले चाहिँ अब मनाङ जानलाई चाहिँ यताको यो माथिको बाटो हुँदै भीममाद हो कि भीमपाद रे भीमाद भन्ने ठाउँदेखि डुम्रे यताउति गर्दै जान सजिलो हुन्छ रे सो त्यही नै हो यहाँ चाहिँ बाइकले छौँ ब्रेक केरासेरा खायो पानीसानी खायो होइन यहाँदेखि चाहिँ अब निस्किन्छौँ हामी एकछिनमा सो अहिले चाहिँ हामी के भन्छ रामपुरदेखि भीमा जानलाई हिँडेको रामपुरदेखि त्यो कोरिडोरकै बाटो आइगयो त्यहाँदेखि हिँडेर चाहिँ यतातिर आयो अब यहाँदेखि चाहिँ लगभग 12 किलोमिटर छ भीमाद भन्दै हुनुहुन्थ्यो अनि त्यहाँदेखि चाहिँ पोखरा पुग्नुपर्ने लास्टमा पोखरा हुँदै जानुपर्ने यो चाहिँ नयाँ बाटो हाम्रो लागि होइन हामीलाई चाहिँ कन्फ्युजन भयो अब तर पनि केही छैन एक्सप्लोर गर्न हिँडेको सो यो बाटो एक्सप्लोर गरेको आज चाहिँ यो बाटो पनि यस्तो छ यो बाटोको विशेषता के छ भनेदेखि खाली छ त्यति धेरै भिड छैन अहिले चाहिँ बल्ल अफरोड आएको हो सो यहाँदेखि चाहिँ लगभग 12 किलोमिटर हिँडेपछि चाहिँ भीमाद पुगिन्छ अनि त्यसपछि चाहिँ 6 किलोमिटर पछि हाइवे अनि त्यहाँदेखि लेफ्ट लागेपछि चाहिँ पोखरा पुगिन्छ भन्नुहोस् एउटा अङ्कलले त्यही नै हो रमाइलो भइरहेको छ केटाहरू चाहिँ अघि पुगिसकेछन् यता भ्यू हेर्न सक्नुहुन्छ यस्तो छ है ग्रिनरी पहाडको छेउछाउमा हिँड्दा मजै आइरहेको छ
अघि चाहिँ यसो भिडियो गराउनु मिलेन, हामी खोलाको किनार थियौँ। साँगुरो बाटो ठिकै छ अहिले त, यहाँनिर चाहिँ अलि अप्ठ्यारो रहेछ। त्यहाँ कस्तो त्यो आयो कि डाइभर्जन आयो, यता अघि उता जस्तो भयो। केटाहरू कता गयो होला नि कुन्नी, होप यही साइड नै गएछन् होला, हामी चाहिँ यता लाग्यो। अब ठिकै छ जे होस्, बाटो चाहिँ कतै अप्ठ्यारो कतै सजिलो छ। यो भिडियोमा नदेखेको बाटोहरू चाहिँ सजिलो नै थियो, हामी चाहिँ कुदाउनतिर लाग्यो ढिलो हुन्छ भनेर। यो अप्ठ्यारो भएको बेलामा चाहिँ हल्का स्लो नि हिँड्ने छ, भिडियोतिर नि गरम भनेर भिडियो गराउनु ला हो। आहा मजा आइरह। केटाहरू कता पुगिसकेको छन् यार, अगाडि पुग्यो भन्छन्। आमामा बाटो चाहिँ जे होस् असली अफरोडलाई यहाँ कसको के भएछ यार, बिचरा दुःख भयो। ए तँलाई हाम्रो याद आयो लागल ठ्याक्कै। केटाहरू त बगाले तुफानै गएछन् क्या यार, देखिन्न नि त। यो अझै मनाङ चाहिँ सुरु भएन, यो चाहिँ पोखरा पुग्नको लागि बाटो हो, विच वाज दिस रोड। तर दाउन्नेको फेरि अति नै थियो क्या, त्यही भएर नत्र भए त दाउन्ने हुँदैन नि, छोटो नि पर्थ्यो, गइन्थ्यो, ठिक हुन्थ्यो। तर त्यो अप्ठ्यारो सम्झिँदा जानै मन लागेन। हिलो अझ होइन, वान वे भयो भन्ने सुनेको थिएँ, अनि सब गाडीहरू त्यही बाटो चल्ने, त्यही भएर चाहिँ दाउन्नेको बाटो नभएर यो बाटो चुज गरेको हामीले। फर्स्ट टाइम भएर होला, अलिक टाढा लामो लागिरहेको छ होइन। लामो त एक्चुअलमा लामो नै छ, तर भएको भन्दा पनि जुन रियालिटीमा भएको भन्दा लामो पनि धेरै नै लामो लागिरहेछ। हो यहीँ छन् केटाहरू, आवाज आयो भर्खर, धुवा पनि उडेछ हो। मा के हो यस्तो खत्रै छ त बाटो त। ओए बनाउँदैछ त बाटो। हाम्रो पहिलो क्र्यास त्यस्तो मेजर त केही पनि भएन, धुलोमा पऱ्यो, अनि त्यसपछि चाहिँ ह्यान्डलले लत कता गयो होइन। सो ओके गाइस, फर्स्ट क्र्यास भइसक्यो हाम्रो। केटाहरू चाहिँ अगाडि छन्, थाहा छैन उनीहरूलाई। मेरो यो साइड मात्र के यत्तिकै थाहा हुन्छ त, ठ्याक्कै यो साइड होइन, यस्तो छ। चोट चाहिँ केही पनि लागेन होला होपफुल्ली, अनि त्यही नै हो। यसरी यताको साइड चाहिँ खस्यो, त्यही नै हो, लोट्यो त्यस्तो। अझै त चोट लागेको दुख्ने यताउति केही भएन, अब साँझ थाहा हुन्छ। लेग गार्ड चाहिँ हल्का बाङ्गे चाहिँ हो, यसलाई चाहिँ सिधा गराउनु मिल्छ, बाँकी त अरू केही पनि भएन यार। भर्खर तनहुँ इन्टर गरेछौँ। तनहुँ त पहिल्यै इन्टर गऱ्यो, एउटा सिटी मेन सिटी भिमाद सिटी भनेर। अनि अब मम्मीसँग कलमा कुरा भएको थियो, मम्मीले चाहिँ भन्दै हुन्थ्यो यो चाहिँ मेरो मामा घर हो कि जन्म गाउँ हो के भन्दै हुन्थ्यो। सो यही नै हो, मम्मीको केही न केही पर्छ यो ठाउँ। भर्खर चाहिँ हाम्रो खाजा ब्रेक पनि सक्यो। अब चाहिँ यहाँबाट स्ट्रेट फरवर्ड लागेर हामी जस कहाँ पुगिन्छ भने डुम्रेतिर लागेर चाहिँ आजको लास्ट ब्रेक हुनसक्छ जहाँसम्म। सो खाजा खायो, अब चाहिँ लागिन्छ। पुरा कस्तो फिल भइरहेको? एकदम राम्रो फिल भइरहेको। तर तिम्रो लोट्यौ, त्यसको लागि हामी लोटेको केही पनि होइन, बाइक केही पनि भएन, नर्मल लोट्यौ। त्यसमा चाहिँ तिम्रो राइडिङ स्किल देखियो, हामीलाई थाहा भयो। तैँले भन्दा यिनीहरूलाई एउटा एन्सर दे। लाग्दा त 100% डर लाग्यो मेन कुरा भन्नुपर्दा। यति बेला चाहिँ हामी डुम्रे होइन यो ठाउँलाई के भन्छ, डुम्रे नै भन्छ। सो डुम्रे बजारमा छौँ। यहाँदेखि चाहिँ यता माथि बेसी सर लागेपछि हाम्रो अफिसियल्ली चाहिँ अब हुन्छ नि एक्चुअल राइड सुरु हुन्छ। बिचमा बाटो चाहिँ मक्खन थियो, दमौली टु डुम्रे भन्छ होइन दाइ? हेलो दाइ, यो अगाडि दमौली थियो होइन? दमौलीदेखि डुम्रेको बाटो चाहिँ बवाल थियो है, बवाल बनाएको छ, बवालै थियो है, मजा आयो कुदाउनु। अब त्यहाँ यहाँदेखि चाहिँ अब अफरोड सुरु हो नि दाइ? पिचै हो, मनाङसम्म नै पिच हो। ए मनाङसम्म नै पिच छ अरे। त्यही नै हो, बाँकी कुरा चाहिँ देखाउँदै गरौँ ल। ओके भाइ, मजा के किन देखियो हो कि सुदामलाई नि त
देख्यौँ अब देख्यौँ त होला नि। बेला चाहिँ हामी कहाँ छौँ भनेदेखि लमजुङ छौँ होइन। लमजुङको के हो ठ्याक्कै ठाउँ थाहा होइन। अब यहाँदेखि चाहिँ हाम्रो यात्रा बेसी सहरसम्मको हुन्छ। अझैसम्मको यात्राको समराइज गर्दाखेरि मेरो तर्फबाट चाहिँ रमाइलो नै भएको छ है। कुदाइयो मजाले होइन। 2 ठाउँमा त बवाल तानियो। यहाँ तपाईँको डुम्रेदेखि यहाँसम्म बवाल तानियो अनि दमौलीदेखि डुम्रेसम्म चाहिँ बवालै तान्यो। त्यहाँभन्दा अगाडि चाहिँ लन्ठ्याङ गर्दै आइयो थियो। यो केही दुःख पाइयो छैन। अनि यस्तो क्रास चाहिँ त्यस्तो केही मेजर क्रास केही पनि होइन। त्यो खुट्टाले टेक्दाखेरि चाहिँ के अरे जमिन नभएर चाहिँ पल्टेर चाहिँ मिरर मात्र बाङ्गेको। सो त्यो मैले टिकटकमा हाल्दाखेरि मम्मीले नि घर आउँदै फोन गरिसक्नु यहाँ लोटिस यताउति गरेर होइन। त्यही नै हो फर्स्ट क्रास भनेको त्यही थियो। बाँकी केही पनि भएको छैन। रमाइलो नै छ। अनि त्यो हाइवे चाहिँ बवाल है केटाहरू। हामीले देखेकोमा त्यो सबसे बुटोलवाला हाइवे नि दामी लाग्थ्यो। बवाल छ। चौडा पनि लास्टै चौडा छ नि आम्मामा वाइल्डै कुदा है। तैँले भन्नु त कस्तो लाग्यो त्यो हाइवे के बवाल भयो। दिउँसो चाहिँ हामीले अब के अरे घामले पनि ल्यान्ठ्याङ गरेको थियो। उडै थियो नि त हामीले गरेर चलाउन सकेको थिएनौँ। अनि अहिले उहाँ पछि यस्तो कुदाइयो नि मिठो कभर हान्दियो कि दिउँसभरको चाहिँ त्यति निकालिदियो मामेको काम भयो यार। मलाई भुटुवा भनेर हड्डी खिलाइदिएर एक ठाउँमा खाजा खान बस्यो भने त्यहीँ कहाँनिर हो पनि पोखरा हिमातदेखि चाहिँ यति माथि हो। त्यहाँ चाहिँ खाजा खान बसेको मैले भ्लगमा ल्याएको छु। त्यहाँ चाहिँ हड्डी खायो यार भुटुवा भनेर दुईवटा यसरी 2टा चोक्टा जस्तो मैले मुखमा हालेको 2टै हड्डी रहेछ मलाई त्यस्तो भयो होइन। नै बाहिर मासु कस्तो हुन्छ अनि गएको थियो अनि लाग्यो बोल्न के बोल्न सबसे रिस्टेको त जतिचोटि भने पनि पुग्दैन। यो जुन ब्यागमा मैले टाउको राखेको छु नि यसको त सबै यसले मनाङ जान्छु भन्ने थियो। मम्मीले म त जान्छु सुन्नु भएछ क्या। सबै झोला झन्टा सिरक यताउति सबै हालिदिनु भयो। लास्टै हेभी छ है। मजा चाहिँ मजा आएको छ। यसको ब्यागले धेरै दुःख दियो हामीलाई। अति दुःख दियो। यिनीहरूले बोकेको नै धेरै हामीले भन्दा त त्यही हो। सेन्टी भर्यो यस्तैलाई मा गएर कति राम्रो हिमालय टिकटक बनाउन छ। क्यामेरा खुलेपछि लजाउँछ हो जहिले यस्तै हो। त्यही हो। यसको मुडै खराब बस्छ पलाएर बस्यो कि आज यसको अघि लोटेर हो क्या यसको डरा क्या बस्न। यो लोटेकै होइन क्या म पल्टेको हो। यो बिस्तारी हो पल्टेकै होइन बिस्तारी हो कि म त पनि यस्तै भएको यस्तै ठ्याक्कै म यस्तै भएको यो यस्तो यो हो वाइल्ड शीतल छ नि त्यही नै हो। बाँकी रहेको कुरा चाहिँ अघिको अरू भ्लगमा देखाउँछु। कहिले आउँछ थाहा होइन। लास्टै लामो भ्लग होला जस्तो छ। यहाँभन्दा अगाडिको 1 दिन अगाडिको 2-3 दिन अघिको एउटा भ्लग चाहिँ एडिट गर्नै छ हाल्नै छ। सो आउँछ कि फलोइङ। अनि छिटो अपडेट पाउनलाई चाहिँ टिकटकमा फलो गर्नु होला। यत्रो बेर चाहिँ मैले एकैछिनै ओके यत्रो बेर चाहिँ मैले युनिकन चलाइरहेको थिएँ। अब चाहिँ बुलेटतिर स्विच भएको यस्तो कम्फोर्टेबल राइड हानौँ पावर फिल गरौँ भनेर। अब आजको बसाइ जहाँसम्म बेसी सर नै हुन्छ किनकि रात पर्नु लागिसक्यो। 10 किलोमिटर 18 किलोमिटर कति भन्नु जस्तो लाग्थ्यो। सो त्यही नै हो आजको स्टप त्यही नै हुन्छ। जस तल छ मौसम मजा नि आइरहेछ त्यही नै हो। मेरो राइटमा चाहिँ यता हाइड्रो पावर छ होइन। अहिले चाहिँ हामी बेसी सरको लागि हिँडिरहेको होइन। यो बाटो चाहिँ दामी शान्त छ है। दीक्षान्त चाहिँ अगाडि गइसक्यो। म प्रकाश बाइकमा छ आनन्दले मौसमको फाइदा उठाउँदै आनन्द उठाउँदै साइडको हाइड्रो पावर हेर्दै हिँडिरहेछ। रुका न। सो यति बेला चाहिँ हामी बेसी सहर इन्टर गरिसकेछौँ। एक्चुअल बेसी सहर होइन ठाउँ चाहिँ त्यो दामी छ सोचेभन्दा धेरै होइन डेभलप छ। बजार चाहिँ बजार नै रहेछ नि। बेसी सहर भनेर खै गाउँ जस्तो छ त भन्दै थियौँ। मजाको सहर रहेछ। तलफुल पनि दामी रहेछ। सो अहिले यहाँ यसो बोल्नलाई रोकेको। अब अगाडि गएर कहाँ बसिन्छ त्यो चाहिँ देखाउँछ है त मैले।
ओके गाइज हामी चाहिँ यति बेला लमजुङको मनन्च उतारी भन्ने गाउँमा आइपुगेका छौँ। यहाँ चाहिँ एउटा होटेलमा बसिरहेको छौँ। थकेला जे होस् आजको दिन चाहिँ थकेवाला नै भयो। होटल पनि हेरियो, रुमसुम पनि हेरियो, 4 जना बस्ला 4वटा रुम टक्क छ होइन, 4वटा बेड। जे होस् यता यो त्यही धनी त भएन 4वटा रुम लिनुलाई। हामी चाहिँ ब्याक साइड लाग्यो, केटाहरू चाहिँ बाइक यताउति गर्ने त्यो गर्न लाग्छन्। बल्ल थकेला जस्तो हुन लाग्यो। अहिले चाहिँ बाहिर निस्क्यौँ भने चाहिँ कस्तो कस्तो देखाउँला। यस ठाउँ चाहिँ सोच्यो भन्दा धेरै दामी छ है। ओके यति बेला चाहिँ हामी होटल सोटल खोजेर बसिसकेको थियौँ। अनि अहिले चाहिँ अब दीक्षान्तमा चाहिँ बाहिर निस्केको। यसो स्याम्पूहरू ल्याउनु पऱ्यो। यस्तो भए कानमा जङ्गली भएछ, धुलो धुलो खाएर होइन। यसो सहरहरू पनि देखाउँला कस्तो छ यतातिर चाहिँ। माहौल चाहिँ झिलिमिली नै छ है माहौल चाहिँ। यहाँको बेक्सर साथ मनाङे चौतारा लमजुङ रे है। सो यहाँको मार्केट चाहिँ कति बेलासम्म खुल्ला हुन्छ थाहा होइन। हाम्रो खाना नि आइसक्यो। अब खाना हामी मिठो होला जस्तो। आफ्टर अ लङ राइड, कति घन्टा राइड गऱ्यो यार? 8 बजीतिर हिँडेको होइन हामी, 8-9 बजीतिर होइन। बोल्लाई त यसले खान्न क्या पस्दैन यसलाई। खान्छ खान्छ मजाक गरेको फेरि जस मिठो होला जस्तो खाना मान्नुपर्छ, थके पनि ला। So I'm ending this vlog right here. Hope you guys enjoy the video. मजा आयो होला हेर्न। So stay updated. Next vlog पनि अमेजिङ बवाल आउँछ। सो आज चाहिँ यहाँ त्यति हिमाल देखिएन बाटोमा, भोलिदेखि चाहिँ चामेले चाहिँ बवाल हिमाल देखिन्छ भनेछ। So त्यही नै I'm ending this vlog here. Thank you for watching. Bye.